हेलो एभ्रिवान नमस्ते सबैजनालाई होप होइन आशा छ हजुर सबैजना आरामै हुनुहुन्छ होला भन्ने मैले आज हजुरलाई एउटा राम्रो इन्फर्मेसन लिएर आएको छु आफ्नो एउटा मसँग जतिजनाले पनि क्वेसन गर्नुभएको थियो र उहाँलाई चाहिँ नि साह्रै नै बुझ्ने इच्छा थियो रहेछ त्यसको बारेमा चाहिँ नि म केही भन्नलाई चाहिँ नि आएको छु होइन मेरो यो भिडियो अन्तिमसम्म हेर्नुहोला र त्योभन्दा पनि अगाडि म आफ्नो इन्ट्रोडक्सन दिइहालौँ होइन मलाई त धेरैजनाले चिनिसक्नु भएको छ त्यही पनि म आफ्नो इन्ट्रोडक्सन दिन चाहन्छु मेरो नाम अरू म अहिले क्यानाडामा आफ्नो फ्यामिलीसँग बस्दै आइरहेको छु मेरो हस्बेन्ड अनि दुईजना छोराछोरी होइन अनि ओरिजिनली म नेपालबाट हुँ र राइट नाउ चाहिँ नि मैले डिजिटल बिजनेस अनलाइनको थ्रुबाट आफ्नै होम आफ्नै कम्फर्ट जोनमा बसेर आफ्नो परिवारको पनि ख्याल गर्दै र साइड हसलको रूपमा एक्स्ट्रा फाइनेन्सियल सपोर्टको रूपमा यो बिजनेसलाई सक्सेसफुल्ली रनिङ गरिरहेको छु र अहिले चाहिँ नि म सर्टिफाइड मेन्टर हुँ होइन अनि र यो ड्युरेसनमा मैले यो मेरो लास्ट इयरदेखि यो बिजनेसमा छु मैले यो ड्युरेसनमा मलाई चाहिँ नि धेरै नै मान्छेहरूले अलराइट बाई मेरो छोरी जस्ट लन्च ब्रेकमा चाहिँ नि आज लन्च घरमै खान्छु भनेर आएको थियो स्कुल यहीँ नजिकै छ कि होइन अनि बाई भनेर फेरि गयो होइन एनिवे अनि यो चाहिँ नि बिजनेसमा प्रोसेस होइन दुईवटा क्वेसन चाहिँ नि एकदमै कमन क्वेसन्समा मैले चाहिँ नि फेस गर्नु परेको मलाई धेरैजनाले चाहिँ नि क्वेसन गरेको भनेको एउटा चाहिँ नि प्रोसेस के हो होइन अनि अर्को चाहिँ नि चेन बिजनेस हो एमएलएम हो स्क्याम हो यस्तो आइएम सरी है यस्तो खालको बिजनेस अनलाइन बिजनेसहरू सबै यस्तो फेक हुन्छ मैले कति पैसा डुबाएँ त्यस्तो टाइपको कि होइन त्यो दुइटा चाहिँ नि मैले एकदमै कमन क्वेसनको रूपमा लिएँ कमन क्वेसनको रूपमा चाहिँ धेरैजनाले मलाई क्वेसन गर्नुभयो होइन म चाहिँ नि सबैभन्दा पहिला त प्रोसेसको रूपमा भन्न चाहन्छु प्रोसेसमा कुनै पनि अब हरेक कुराको प्रोसेस हुन्छ होइन र यो डिजिटल बिजनेस हामीले अनलाइनको थ्रुबाट गर्छौँ र सोसल प्लेटफर्म युज गरेर गर्छौँ भनेको यो फेसबुक भयो इन्स्टाग्राम टिकटकहरू भयो होइन यस्ता एकदमै कमन एकदमै डिमान्डिङ एकदमै फ्यामिलियर हाम्रो सोसल प्लेटफर्म हामीले युज गरेर गरिने बिजनेस भएको भएर र हामीले चाहिँ नि सबै चिज अनलाइनबाट गर्ने संसारको कुनै पनि ठाउँका मान्छेहरूले चाहिँ नि एकदमै डाइभर्स पिपलहरूले चाहिँ नि यो बिजनेस गरिरहेका छन् त्यसैले चाहिँ नि हामीलाई चाहिँ नि रिच आउट गर्नु नपर्ने फिजिकली पर्सनली ती मान्छेहरूसँग हामीलाई रिच आउट गर्न नपर्ने भएको भएर यो अनलाइनबाट गरिने भएको भएर हामीले इमेलबाट सुरु गर्छौँ होइन अनलाइनबाटै गरिने बिजनेस हो र बिजनेस इन्फर्मेसन बुझ्नको लागि हजुरले इमेलबाट नै स्टेप चालिन्छ होइन भनेको हजुरले फर्स्ट स्टेपमा भनेको इमेल सेयर गर्नुपर्छ होइन इमेल किन सेयर गर्छ भन्दाखेरि हजुरलाई त इन्फर्मेसन दिनु पऱ्यो होइन म त्यहाँ पुगेर अथवा मैले भनेर भन्ने मिल्दैन अनि त्यही भएर हजुरले चाहिँ नि इमेल सेयर गरेर इमेलमा 20 मिनटको हजुरलाई वर्कसप भन्छौँ हामी वेबिनार भन्छौँ हामी होइन जसमा चाहिँ नि हाम्रो सक्सेसफुल मान्छेहरूले चाहिँ नि आफ्नो स्टोरी यो बिजनेस के हो के छ यसमा भनेर चाहिँ नि भनिएको छ यो त एकदम सर्ट भिडियो जसले चाहिँ नि हजुरले बुझ्नुहुनेछ कि डिजिटल बिजनेस चाहिँ नि कुन लेभलसम्म आइसकेको छ यो 2026मा भनेर हजुरले बुझ्नुहुनेछ र यो डिजिटल बिजनेस चाहिँ नि अबको फर्दर 5 इयर अबको फर्दर 10 इयर्समा कहाँसम्म पुग्छ होइन एआईको जमाना डिजिटलाइजको जमाना होइन कहाँसम्म पुग्छ भनेर चाहिँ नि भनिएको छ यसमा होइन अनि हजुरले चाहिँ नि इमेल फर्स्ट प्रोसेस अनि नेक्स्ट प्रोसेस भनेको चाहिँ नि हजुरले 149 पे गरेर अब मोडल बुझ्नु पऱ्यो होइन बिजनेस मोडल के हो त यसमा चाहिँ नि के छ त होइन हजुरको बिजनेस अनलाइनबाट गर्ने डिजिटल बिजनेस भन्ने बित्तिकै हाम्रो चाहिँ नि के हुन्छ त कमिसनबाट हाम्रो इन्कम हुन्छ होइन डेफिनेटली हजुरले कमिसन लिनुहुन्छ त्यो कमिसन कसरी आउँछ महिनामा कति आउँछ वर्षमा कति आउँछ अथवा दिनमा कति आउँछ त्यो चाहिँ नि हजुरलाई त्यो भिडियोमा भनिएको हुन्छ 149को भिडियोमा होइन अनि कस्तो मान्छेहरूले गरिरहेको छ यो बिजनेस होइन के गर्नुपर्छ अब सोसल मिडिया चलाउने त भन्यो तर कसरी चलाउने होइन हजुरहरूले पक्का पनि अहिलेसम्म त चलाइ नै राख्नु भएको छ तर चाहिँ नि यो बिजनेसमा आएपछि कसरी चलाउने कस्तो खालको इन्फर्मेसनहरू राख्ने त्यो सबै चाहिँ नि हाम्रो यो चाहिँ नि 149को भिडियोमा दिएको हुन्छ र हजुरलाई चाहिँ एउटा एकदमै भिआइपी ग्रुपमा चाहिँ नि हामी चाहिँ नि इन्भाइट गर्नेछौँ तपाईँले जब $149 पे गर्नुहुन्छ नि होइन त्यसपछि अनि हामीले हजुरलाई एउटा भिआइपी ग्रुपमा हजुरलाई चाहिँ नि इन्भाइट गरेपछि हजुरले छर्लङ्ग देख्नुहुनेछ होइन प्रुफ
म कस्तो चाहिँ नि बिजनेसमा छिरेरै छु, मैले के बुझ्न खोजेको रहेछु, वाउ टाइपको तपाईँले त्यहाँ एकदमै छर्लङ्ग बुझ्नुहुन्छ। यो एमएलएम हो कि होइन, स्क्याम हो कि के हो, सबै कुरा बुझ्नुहुनेछ हजुरले होइन। फर्स्ट इमेल सेयर, सेकेन्ड चाहिँ नि $149 पे गर्ने होइन। त्यो भनेको हजुरले यो बिजनेस चाहिँ नि मेरो लागि मैले गर्न सक्छु सक्दिनँ, मैले खोजेको जस्तो बिजनेस रहेछ भनेर हजुरलाई चाहिँ नि त्यहाँ सिकाउँछ कि के हो त यो होइन। म चाहिँ नि यो बिजनेसमा अब गर्न सक्छु कि सक्दिनँ भनेर, जस्तो अब फेसबुक चलाउने भने, मैले सोसल प्लेटफर्म चलाउने भने होइन, सबैजनाले फेसबुक चलाउने, सोसल प्लेटफर्म चलाउने भन्दैमा सबैजनाले चलाउँछ नि भन्ने पनि छैन होइन। चलायो भन्दैमा यो बिजनेस गर्न सकिन्छ भन्ने पनि छैन होइन। त्यही भएर तपाईँले चाहिँ नि जबसम्म त्यो हजुरको 149 को भिडियोहरू हेर्नु हुँदैन नि, तबसम्म हजुरले चाहिँ नि यो बुझ्नु हुँदैन कि यो बिजनेसमा चाहिँ नि हजुरले सोसल प्लेटफर्म नै युज गरेर चलाउन सक्नुहुन्छ कि सक्नु, अरू पनि कुनै अप्सन छ कि भनेर त्यो पनि बुझ्नको लागि हजुरलाई चाहिँ नि यो हामीले चाहिँ नि सेकेन्ड स्टेपमा भन्छौँ होइन। अनि अब के छ भित्र भनेर भन्नुहुन्छ भने 1 घन्टा 1.5 घन्टा जतिको भिडियो छ होइन। अनि त्यो 1 घन्टा 1.5 घन्टा जतिको भिडियो हजुरले हेरेपछि त्यहाँ चाहिँ नि छर्लङ्ग हजुरको पुरा माइन्ड एकदम फ्रेस हुन्छ कि होइन। अहिलेसम्म हजुरले डिजिटल बिजनेसलाई एउटा एमएलएमको रूपमा लिनुभएको थियो, अहिलेसम्म हजुरले डिजिटल बिजनेसलाई एउटा स्क्यामको रूपमा लिनुभएको थियो, अहिलेसम्म डिजिटल बिजनेसलाई जस्तो म जस्तो लगायत त्यहाँ चाहिँ हजारौँ लाखौँ मान्छेहरूले यस्तै सोसल प्लेटफर्म युज गरेर बिजनेस गरिरहेको छ, यस्तै राम्रो इन्फर्मेसन दिएको छ, ती सबैजनालाई हजुरले फेक हो भनेर भनिराख्नु भएको थियो। त्यो सबै हजुरको क्लियर हुनेछ है। ल अहिले चाहिँ नि म यति नै भन्न चाहन्छु। मेरो चाहिँ नि अरू फर्दर भिडियोहरूमा चाहिँ नि मैले यसको प्रुफ पनि राखेको छु। त्यो भनेको चाहिँ नि T4 स्लिप मैले पाएँ, मेरो चेक पनि मैले पाइसकेको छु, मेरो कमिसन होइन। अनि त्यही भएर हजुरलाई चाहिँ नि म मेरो नेक्स्ट भिडियोमा यसको चाहिँ नि मैले सेयर गर्नेछु होइन। अनि त्यसले गर्दा पनि सायद हजुरलाई धेरै नै चाहिँ नि धेरै नै हजुरलाई चाहिँ नि फाइदा हुन्छ होला, हजुरले बुझ्नुहुन्छ होला होइन। ल अब हजुरलाई चाहिँ नि यदि प्रोसेस के हो भनेर चाहिँ नि हजुरले क्वेसन गर्नुहुन्छ भने यो भिडियोबाट हजुर छर्लङ्गै हुनुभयो होला, मैले बुझ्नेछु। र हजुरलाई अझ पनि धेरै नै क्वेरिजहरू छ, क्युरियोसिटी छ भने मलाई चाहिँ नि मेसेज पठाउनु, म चाहिँ नि हजुरलाई चाहिँ नि हेल्प गर्नेछु अझै पनि बुझ्नको लागि। अल राइट है, थ्याङ्क यू सो मच फर वाचिङ अन्टिल द एन्ड। Thank you so much and see you next.